मेरो दिदीले चाहिँ म चलाउँछु सकिहालिन्छ भन्ने विश्वास दिलाएर हामीलाई चढाइ लास्टमा उसकै हालत देखेर हामी कोमामा पुग्यौँ र जसको विश्वासमा चढ्यौँ उसकै बोर्डसम्म ज्ञान हेर्नुहोस् है त। अनि मेरो बहिनीलाई सोधिहाल्नु है त यो यात्रा उसलाई कस्तो लाग्दैछ भनेर। अनि यो ओर्लिनुभन्दा अगाडि चाहिँ अब के गर्ने होइन, आफूलाई त मन भरेको थिएन। मैले के गफ हानेर चाहिँ फेरि नाउँबाट उत्रिन होइन, म एकचोटि मेरो त्यो गफ चाहिँ फेरि रिभर्स गरेर देखाउँछु है त। दादा तपाईँलाई खुट्टा गल्यो भने एकचोटि ओर्लिनु कि हामी एक खण्डको घुमेर फेरि आउँछन् भयो। खुट्टा गल्यो भने एकचोटि ओर्लिनु कि हामी एक खण्डको घुमेर फेरि आउँछन् भयो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी हाम्रै नजिकैको पर्यटक स्थल पाखरीबास आएका छौँ। म मेरो दिदी र मेरो बहिनी बोटिङ गर्नको लागि बोटलाई पर्खिरहेका छौँ भने बोट चालक दादा बिना नै जाने निष्कर्षमा पुगेका छौँ। किनभने उहाँसँग जाँदाखेरि 5-6 फन्का घुमेर आउन पाइन्छ, हामी बोट लिएर गयौँ भने 10-12 फन्का घुमेर आउन पाइन्छ भन्ने प्रलोभन मनमा लिएर चाहिँ मेरो दिदीले चाहिँ म चलाउँछु सकिहालिन्छ भन्ने विश्वास दिलाएर हामीलाई चढाइ लास्टमा उसकै हालत देखेर हामी कोमामा पुग्यौँ र जसको विश्वासमा चढ्यौँ उसकै बोटसम्म ज्ञान हेर्नुहोस् है त। यस्तो सिधा अन्तिममा जे नहुनु थियो त्यही भयो। जुन मान्छेको विश्वास गरेर बोट चढे उसकै यस्तो अवस्था देख्दाखेरि चाहिँ मलाई मनमा नै लाग्दै थियो मेरी आफ्नै दिदी त हो, त्यही पनि मैले आफ्नै दिदी भए पनि यस्तो अन्धविश्वास चाहिँ गर्नु हुँदैन थियो। मैले किन गरेँ भन्ने लागिरहेको थियो। त्यसैमाथि मैले बुझ्नुपर्ने हो नि त, जुन मान्छेले घरमा मुख बाहेक केही चलाएको मैले देखेकै छैन, हत्तै भए एउटा मोबाइल चलाएको देखेको छु, त्यस्तो मान्छेले म बोट चलाउँछु चढौँ भन्दा चाहिँ मैले कुन आधार मानेर विश्वास गरेँ त। अब जेलाई आधार माने पनि विश्वास गरिहाल्यो होइन। अब के हुन्छ म हजुरहरूलाई देखाउने नै छु। यति टाढाबाट बिहानै खाना नखाइकन घुम्न आइयो होइन, बहिनीलाई राम्रो लागोस् भनेर। अनि मेरो बहिनीलाई सोधिहाल्नु है त यो यात्रा उसलाई कस्तो लाग्दैछ भनेर। साथीहरू म के भन्दिनँ ल, यहाँ हेर्नु न। दिदीको कलासँगै हाम्रो बहिनीको प्रतिक्रिया पनि हामीले सुनिहाल्यौँ होइन, कति रमाइलो मान्दैछ भनेर। हामीबाट माखो नमरेर हामीले चाहिँ अर्को बोटको भाइहरूलाई यो बोट चालक दादा समक्ष एउटा सन्देश पठायौँ होइन, हामीलाई लिन आउनु भनेर। हामीबाट चाहिँ भएन, घरि भित्तो ठोकिन्छ, घरि छेउमा ठोकिन्छ। यसरी ठक्कर खाँदा खाँदै हामी आधी घन्टा जति चाहिँ त्यहीँ पोखरीभित्र चाहिँ यताउता गर्दै थियौँ। र अब चाहिँ फाइनल्ली अर्को बोटमा हाम्रो दादा चाहिँ आइसक्नु भएको छ र अब चाहिँ असली यो बोटको मजा चाहिँ हामी लिनेछौँ। यो बोटको विशेषता चाहिँ 2 जना अनिवार्य चाहिने रहेछ पाइडल मार्नको लागि, तब मात्र मजाले अगाडि बढ्ने रहेछ। र यता म पनि पाइडल मार्नतिर लागेँ र अघिकै हामी जति पनि छेउ भित्ता तल माथि ठोक्किँदै हिँड्दै आफूले जानी नजानी चलाएका थियौँ। त्यसले गर्दा नै खुट्टा त गल्दै थियो, त्यही पनि एकजना त बस्नुपर्छ र म बसेँ। र जुन तरिकाले पाइडल मार्दै अगाडि बढाउँदै थिएँ आफूलाई चाहिँ म दाइ जस्तै खतरा हो, अब म जतिको कोही छैन भन्ने चाहिँ लागिरहेको थियो है। अनि जुन तरिकाले हामी बिस्तारै अगाडि बढ्दै थियौँ, मेरो बहिनी र मेरो दिदीको अनुहारमा चाहिँ छुट्टै खालको आनन्द थियो, हाँसो थियो होइन। केही हदसम्म अब रमाइलो लाग्दैछ है मेरी बहिनी मेरो दिदीलाई भने जस्तो चाहिँ अनुहारबाट नै प्रष्ट देख्न सकिन्थ्यो।
यसरी बोट चालक दादाको उपस्थितिसँगै हाम्रो पाखरिवाससम्मको यात्राले एउटा नयाँ गति लिइरहेको थियो भने मेरो सानो बहिनीलाई चाहिँ फाइनल्ली घुमे जस्तो लाग्दै थियो, किनभने उसले जुन तरिकाले पानी खेलाइरहेको थिए, इन्जोय गरिरहेको थिए, त्यो सबै हेर्दाखेरि चाहिँ मैले त्यो महसुस गर्न पाएँ। उसलाई घुमे जस्तो लाग्दै थियो भने मलाई पनि यो पानीको बहावसँगै हिँडिरहँदा एकदमै आनन्द लाग्दै थियो। आनन्दसँगै दिन पनि ढल्दै थियो, त्यो सँगै हामीलाई घर पनि फर्कनु थियो र मजा चाहिँ यति धेरै आइरहेको थियो कि बोट चालक दाइले लु उत्रिउँ बहिनी भन्नुभयो भने उत्रिन्न, मर्दा पनि उत्रिन्न भन्ने जस्तो महसुस चाहिँ भइरहेको थियो है। त्यति धेरै आनन्द लागिरहेको थियो र कसैले मोबाइल समाइदियो नि त हुन्थ्यो नि, म पनि पानी खेल्थेँ होला भन्ने जस्तो महसुस भइरहेको थियो होइन। अर्काको मनको पीडा कसले पो बुझ्देला र हुँदैन, यसरी हुँदैन, म आफै गर्छु, केही गर्नु छ भनेर मैले चाहिँ लु सरासर ला 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 खालको तरिकाले चाहिँ खेलाएँ पानी होइन। मजै आयो। जसरी हात चलाउँदै थिएँ खुट्टा चलाउन बिर्सेछु मैले र हाम्रो बोट चाहिँ धकिलिँदै थियो र सबैजना हाँस्दै हुनुहुन्थ्यो। र अब यसरी पार लाग्ने रहेनछ, केही कुछ पानी के लिए कुछ खोना भी पड्ता है भने जस्तो लागेर पानी खेलाउन बन्द गरेँ र आफ्नो काम अगाडि बढाएँ भनौँ होइन। पाइडल मार्दै हिँड्दै अब बहिनी खेलिरहेको थिए, त्यही काफी थियो। मेन त उसकै लागि, उसलाई नै घुमाउन भनेर हामी आएको थियौँ। उसले इन्जोय गर्दै थिए, त्यही देखेर मलाई पनि खुसी लाग्दै थियो। अब थियो कि थिएन त्यो चाहिँ मेरो मनै जानोस् होइन। र यससँगै हाम्रो खुसी एकातिर, हाम्रो कुरा एकातिर, मेरो दिदीको चाहिँ स्वास्थ्यमा समस्या देखिरहेको थियो, हेर्दै झोक्राइरहेको थिएँ। ऊबाटै बुझाउन त के भइरहेको छ उसलाई। नाउमा चढ्दा नि उहाँलाई चाहिँ भमिट आउँछ, अब के गर्नु हामीले केमा चढाउनु मन उयो हाम्रो ठुलो मान्छे भनेको अब उसैलाई भमिट आएर जस्तो सक्यो उयो हाम्रो ठुलो मान्छे भनेको अब उसैलाई भमिट आएर जस्तो सक्यो ला हो मेरो पनि त मोमेन्ट होस् न। यो मेरो खुट्टा पनि उति भयो ऐठेछन् भने जस्तो हो कि यो पानी खेलासँगै मेरो दिमागमा चाहिँ एउटा आफ्नै फिल्मी कहानी चल्दै थियो होइन। कस्तो हुनु भने मेरो इमेजिनेसनमा चाहिँ मलाई मन पराउने कोही मान्छे चाहिँ आउँदै गरेको हुनु होइन। म त्यसरी पानी खेलाउँदै गरेको बेलामा झट्ट उसले मलाई देख्नु अरे, अनि देख्दाखेरि चाहिँ मैले यसरी खेलाएको, मैले हाँसेको मन पर्नु अरे होइन। अनि पढ्दा पढ्दै टोलाइराख्नु अरे, हेर कति राम्रो देखेँ कि नकचरी भन्दै त्यस्तो मनमा आउनु अरे। अनि टोलाउँदा ऊ चाहिँ लड्नु अरे त्यो तालमा। अनि मेरो पालो चाहिँ यसो देख्नु अरे लडेको, अनि गएर बचाउनु अरे। त्यो मैले बचाएको इन्सिडेन्ट चाहिँ सधैँ याद गर्नु अरे। अनि कसो छटपट्टि हुनु अरे, भन्दा नभन्दै त ओर्लिने पालो आइसकेछ। बाँकी सपना चाहिँ अब भरे घरमै गएर देख्छु होइन। अनि यो ओर्लिनुभन्दा अगाडि चाहिँ अब के गर्ने होइन, आफूलाई त मन भरेको थिएन। मैले के गफ हानेर चाहिँ फेरि नाउँबाट उत्रिन होइन। म एकचोटि मेरो त्यो गफ चाहिँ फेरि रिभर्स गरेर देखाउँछु है त। कि दादा तपाईँलाई खुट्टा गल्यो भने एकचोटि ओर्लिनु कि हामी एक खण्डको घुमेर फेरि आउँछन् भयो। खुट्टा गल्यो भने एकचोटि ओर्लिनु कि हामी एक खण्डको घुमेर फेरि आउँछन् भयो। धेरै घुम्नु भयो भने हामी धेरै राम्रो टाउको दुख्यो। मलाई चाहिँ घुमाइ चाहिँ भयो कि तर सिक्न मन लागेर हो। मलाई चाहिँ घुमाइ चाहिँ भयो कि तर सिक्न मन लागेर हो। मलाई चाहिँ यता जाँदा चाहिँ यताको लाउनु पर्ने रहेछ होइन। यता जाँदा चाहिँ यताको लाउनु पर्ने रहेछ होइन। त्यो सिक्नु त नजान्दै त यत्रो आइसक्यो अलिअलि। हाम्रो अब ठुल दिदी र सानो दिदीले चलाउँदै हुनुहुन्छ, मलाई अब कति घुमाउनुहुन्छ। अब त ब्याग लाउनु पर्यो होइन त उल्टो। उहाँले चाहिँ खुट्टैमा मात्र हेरिबस्नु भएको छ दाजुको। अब उसले सिक्नु भएको छ केही कुरा। सानो दिदीले भन्दा ठुल दिदीले नै धेरै सिके जस्तो लाग्यो। अनि मैले यत्रो मेरो गरेको चाहिँ त्यो त दाजु लु अब सुल्टो अहिले नै कहाँ सुल्टो गर्ने बेला भयो त अलिक। हाम्रो चाहिँ दुईटी दिदीहरू जान्ने पल्टे मलाई चाहिँ घुमाउन यसले बिगारिदिन्छ चाहिँ अनि एक मलाई मात्रै गर्नु दे त भाग मलाई मात्रै गर्नु दे। उहाँ लगेर ढुकाइ थियो भने त्यता लगाइ म हेर्नेतिर हेर्दिनँ।
यत्रो बेर दादासँग बसेर जति पनि मैले सिकेँ र दिदीले त्यहाँ अगाडि बसेर जति पनि हेरेँ जति पनि सिकेँ लास्टमा सिकेको यस्तो भित्तो ठोक्न मात्रै लिएर हिँड्दै थियौँ हामी होइन कसो कसो गरेर बजाएर जोगाएर किनार किनार पारेर हिँड्दै थियौँ बहिनी एकदमै डराइरहेको थियो क्या जति नै राम्रो चलाए पनि भित्तै ठोकिँदाखेरि चाहिँ बल्ल थाहा भयो हामी अरूले गरेको जति सजिलो देख्छौँ त्यति सजिलो चाहिँ हुने रहेनछ भनेर र हामी यसरी अगाडि बढ्दैछौँ होइन अनि सोच्दै थिएँ एक फन्का मात्रै अनि त्यसपछि भयो भनेको थिएँ र गति हो भने एक फन्का चाहिँ कति घन्टा पछि हुन्छ त्यो चाहिँ मलाई थाहा छैन होइन कति पछि हामी पुग्छौँ भनेर र अहिले आएर चाहिँ हाम्रो सपना पनि पुरा भइसकेको थियो पाखरीबास आएर घुम्छौँ भन्दा यति रमाइलो पनि भयो होइन हामी बोटिङ जुन गरेर चाहिँ एकदम सन्तुष्ट पनि बनिसकेका थियौँ र उद्देश्य पुरा भइसकेको थियो र एक फन्का भनेर जुन मैले अनुरोध गरेर हामी बस्यौँ त्यो भनेको चाहिँ अब त्यत्रो बेरसँगै बस्दा कुदाउँदाखेरि धेरै चिज आयो होला अब एक फन्का चाहिँ आफै आत्मनिर्भर बनेको हेर्नलाई आफैलाई मन थियो क्या आफैले चलाएको हेर्नलाई त्यही भएर यसरी रिक्वेस्ट गरेर बस्यौँ अब चाहिँ भयो भन्ने जस्तो चाहिँ भइसकिरहेको थियो र मन हारेसँगै हामी फेरि पनि किनारातर्फ नै जानको लागि रेडी भइसकेका छौँ यसरी रमाइलो गर्दा गर्दै केही नयाँ कुराहरू सिक्दा सिक्दै हाम्रो पाखरीबासको आजको यो यात्रा चाहिँ समाप्ति भइसकेको छ र हाम्रो ब्लग चाहिँ यहीँ इन्ड गर्छु भन्दै म हजुरहरूबाट बिदा हुन गइरहेको छु थ्याङ्क यू फर वाचिङ गाइज बाई